गुड आफ्टरनुन सबैजनालाई। आज चाहिँ म रिल्स नबनाएर केही बातहरू भन्नुको लागि आइरहेछु। अब मेरो भिडियो चाहिँ जहाँसम्म पुग्छ सबैले हेरेर चाहिँ अब के कसो लाग्छ हो, अनि सोचिदिनु होला मेरो भिडियोमा चाहिँ हो मैले चाहिँ के भन्नु खोज्दैछु भनेर। अब सबैजनाले पहिला इलेक्सनको टाइम आउँदाखेरि कतिजनाको अब नामहरू नआएर हो कसो प्रब्लममा भइरहेको थियो, कतिजनाको डिलिटहरू भइरहेको थियो होइन। एजुकेसनदेखि डिलिटमा गयो हो, हावाको भिडियो बनायो होइन। तर त्यसमा कतिजनाको अब नाम आएन पनि डिलिटको डिलिटै भयो हो, कतिजनाको एजुकेसनबाट पनि डिलिटमा नै गयो हो। तर पनि हावाको कन्टेन्टहरू बनायो होइन। चलो ठिकै छ, अब त्यो आफ्नो आफ्नो एउटा उयसको लागि हो, भ्युजको लागि होला होइन। अब हुनु त अब भ्युज त जसलाई पनि चाहिएको नै हुन्छ। तर पनि म चाहिँ के भन्छु, अब रियल बातहरू गर होइन, रियल कन्टेन्टहरू राख। जस्तो कि अब अहिले इलेक्सनको अगाडि पुरा के भइरहेको थियो। इलेक्सन पनि आयो, जित्नेले जिति पनि सक्यो हो, अगाडि पनि बढ्यो, खेल खतम दोकान बन्द पनि भयो। तर अब अहिले यहाँ के भइरहेछ, प्रत्येक घरमा कसैको फ्यामिलीकै डिलिट भइरहेछ पुरै, कसैको छोराछोरीको डिलिट भएको छ भने आमा बाउको नाम आइरहेछ हो, त्यस्तो भइरहेछ। अब यो डिलिट हुनेहरूको चाहिँ प्रोसेस चाहिँ के छ, अब त्यो चाहिँ माथिसम्म पुगोस् न यो बात चाहिँ। खोइ हाम्रो मान्छेहरू त सेलायो त अन्त, चुप्पाचाप भयो। उयो जित्नेले जितिहाल्यो, छापछुप भयो। डिलिट भएकोहरू पनि चुपचापमा छ, अरू नभएकोहरू त झन् अब उनीहरूले थोरै न अब खोजोडी गर्छ होइन। तर अब डिलिट हुनेहरूले त केही न केही भयो भने बात त उठाउनु पऱ्यो नि त। अहिले छैन, सबैको अब कतिजनाको फ्यामिलीमा डिलिट भइरहेछ, कसैको छोराछोरीको डिलिट भयो, के भइरहेछ। तर यो चाहिँ अब डिलिट भएको प्रोसेसहरू चाहिँ के हुने हो, कसो हुने हो, त्यो त बुझ्नु पऱ्यो नि त। छैन, हावाको अन्नपूर्ण भण्डार हेरे कुनी के भण्डार हेरे यस्तो गर्नु पैसा